हेलो एभ्रिवान, दाजुभाइ दिदीबहिनी। म आफ्नो मेरो मनको विचार केही भजन र थोरै मात्रामा प्रवचन भन्छु। सुनिदिनु होला, भिडियोलाई स्किप नगरिकन र मेरो स्वरलाई र मेरो प्रवचन ध्यान दिएर सुनिदिनु होला। र अब म भजन गाउँदैछु। नभुलौँ है दुई दिने मायामा, जवै गुरु हंसको छायामा। नभुलौँ है दुई दिने मायामा, जवै गुरु हंसको छायामा। एक दिन त संसारबाट हुनु पर्छ बिदा, एक दिन त संसारबाट हुनु पर्छ बिदा। उनको ही साथ दिने, उनको ही साथ लिने, यहाँबाट जाँदा हेमालोक जाँदा, यहाँबाट जाँदा हेमालोक जाँदा। नभुलौँ है दुई दिने मायामा, जाउँ है गुरु हंसको छायामा, जाउँ है गुरु हंसको छायामा। हेर्नुहोस्, हामीहरू ठुलो भाग्यले मनुष्यको चोला पायौँ र यो संसारमा धरतीमा आएका छौँ। भगवानले पठाउनु भएको छ र हामीहरू के अर्थले आयौँ, के कर्म गर्न आयौँ, के कर्म गर्दैछौँ। र यो संसार झुट्टो छ। यो संसार दुई दिनको, दुई पलको, दुई छिनको भन्ने हाम्रो आहान छ। हाम्रो आयु 7 दिनको हो। 7 दिनभित्रमा हामीहरू जन्मिनु र मर्नु हाम्रो 7 दिनभित्रमा हुन्छ। र 12 तिथि परेको छ। 12 तिथिमा कुनै एउटा तिथि पर्छ र यस कारणले गर्दाखेरि हामीहरू भगवानको तर्फबाट जब हामीहरू आयौँ यो धराधाममा, धरतीमा भने आमाको गर्भमा हामीहरू आयौँ। आमाको गर्भमा कसरी के गरेर हामीहरू पालन पोषण र यो हाम्रो जीव बढो भन्दाखेरि कसैले भनेको सुनेको मैले। र आमाले जे आहार खानुहुन्छ त्यही आहार बच्चाले खान्छ र बच्चो पेटमा बढ्छ र त्यो पैदा हुन्छ। त्यो कुरो 100% म चाहिँ मान्दिनँ। तपाईँहरू पनि भन्नुहुन्छ होला, जो चाहिँ म मान्दिनँ। किनभने बच्चाले आमाले जे खायो त्यही खान्थ्यो भने त्यो अन्डाभित्र चराको शरीरमा भुत्ला हुन्छ, अन्डा बनाउँछ। अन्डोभित्र बच्चो छ। बच्चोले त आमाको खाद्य कसरी खायो त? कुनै दिन खाद्य ल्याएर त्यसले खुवाउँदैन। जब अन्डाबाट निक्लिन्छ अनि खुवाउँछ। र त्यो पनि जीव हो, हाम्रो पनि जीव हो। त्यस अर्थले गर्दाखेरि त्यो डिम्मा भित्र भएको बच्चाले त आमाले खाएको पदार्थ खाएन भने हामीहरूले पनि आमाले खाएको पदार्थ हामीहरू खाँदैनौँ। किनभने हामीहरूको अटोमेटिक यो सारा सृष्टि आफ्नो शरीर हो। यो शरीरभित्र हाम्रो सारा सृष्टि समावेश भएको छ र हामीहरूको अमृतपान गरेर हामीहरूको शरीर बढ्छ। गर्भमा अमृतपान हामीहरूले गर्छौँ र त्यसले गर्दा हाम्रो शरीर बढ्छ, हाम्रो जीव रहन्छ। र त्यो अमृतपानलाई चिन्ने कोसिस गर्नुपर्ने रहेछ। र अमृतपान एउटा भयो। त्यो नाम अटोमेटिक जनाई जस्तो, यो जनाई जस्तो घुरि नै राखेको छ। अब यो जनाई जस्तो घुरि नै राखेको छ। त्यहीँभित्र हाम्रो त यहाँ अक्सिजन ग्यास चाहिन्छ, त्यहाँ भित्र चाहिँ कसरी घुरो होला त? त्यहाँ भित्र चाहिँ त्यसको सास कसरी घुरो होला त? गर्दा त्यो सास हामीहरूको अटोमेटिक त्यहीँ पाइप नले ग्यास बनिएर
ती नामको सुमिरन, रामको सुमिरन त्यहाँ भएर हामीहरूले रामको सुमिरनको आधारले हामीहरू बाँचेका छौँ त्यो गर्भमा। र त्यो नामको सुमिरन हाम्रो गर्भैमा जानेको वस्तु छ, तर हामीहरू बाहिर आएर भोत्तुकै बिर्सेका छौँ, जानेकै छैन, सबै त बिर्सिएको छ। अनहद सुनेका छौँ, पेटमा बच्चा खेल्छ, नाच्छ, उफ्रिन्छ, जन्मिएपछि पनि निच्चा हाँस्छ, 3-4 महिना 5 महिना 6 महिनाको हुन्जेली, वर्ष दिनको हुन्जेली त्यो बच्चो एक कोरिएर हाँस्छ। किन भन्दा त्यसको सुमिरन चलि नै राखेको हुन्छ। जब आमाले यताउता नानी हानतान अगडौँ बगडौँ भनेर सिकाउन थाल्नुहुन्छ, त्यो सिकाउँदै त्यो रामको नाम उसले, त्यो बालकाले बिर्सिन्छ र टुलु पनि हेरिरहन्छ, अनधुन सुनेर हाँस्छ पनि, के देख्छ र हाँस्छ पनि, प्रभुलाई देखेर हाँस्छ। र त्यो गतिको ज्ञान दिने अहिले संसारमा महापुरुष हुनुहुन्छ। उहाँसँग गएर हामीहरूले त्यो ज्ञान प्राप्त गर्न सकिन्छ। हाम्रो गर्भको ज्ञानै हाम्रो उत्तम ज्ञान हो। प्रह्लादले जसरी गर्भमा नारद मुनिले ज्ञान सिकाउनु भइरह्यो त त्यस्तै ज्ञान अहिले यो धरतीमा हुनुहुन्छ महापुरुष। उसलाई खोजेर चिनेर हामीहरूले त्यो गर्भको ज्ञान जान्न सक्छौँ। त्यसलाई भन्छन् सनातन, महासनातन। र त्यो वस्तु चाहिँ हो सनातन। हाम्रो सनातन धर्म के मान्नु? आफ्नै सनातन धर्म हो। हाम्रा बाबुबाजेले मानेर ल्याएको धर्म छोडेर अर्काको धर्म मान्न जाने कोही? आफ्नो धर्म सही कर्म गर्नुपर्छ, आफै सुरक्षित रहनुपर्छ, यो भन्ने कुरो हो। तर परम्परा के रामका बाबुआमाको धर्म थिएन? रामका बाबुआमाले रामलाई ज्ञान दिन सक्दैनथे? किन गुरु धारण गरे? गुरु धारण किन गरे? आफ्नो लक्ष्य सुरक्षित राख्नलाई र आफ्नो भविष्य सफल राख्नका लागि गुरु धारण गरे। शिवले गुरु धारण गरे, कृष्णले गुरु धारण गरे। र गुरु बिना कहिल्यै हाम्रो यो संसारमा कुनै पनि कर्म विफल हुन्छ। गुरु चाहिन्छ नै चाहिन्छ। गुरु नभए हुँदैन। पहिलो प्रथम गुरु त आमा हुनुहुन्छ। हामीलाई नाबालकदेखि ठुलो हुन्जेलीसम्म, र ठुलो भएपछि हामीहरूले गुरु धारण गर्नै पर्छ। किन? परलोक जान हामीहरूलाई सुविधा चाहियो। कसरी चाहियो? हामीहरूलाई जति पनि कर्म गर्छौँ, जानी नजानी कर्म गर्छौँ, गुरुको दर्शनले हाम्रो पाप नासिन्छ। गुरुको आज्ञाले हामीहरू पाप गर्न डराउँछौँ र हामीहरू पापदेखि बचेर बसेका हुन्छौँ। गुरुको आज्ञाले गर्दा पाप गर्न हामी अघि बढ्दैनौँ, अघि बढ्नु हुँदैन। र त्यो लयले गर्दा हामीहरूलाई परमधाम जानलाई सुविधा हुन्छ। बिना गुरु ज्ञान कहिले मिल्दैन। माया जालले यो धन्दा छोड्दैन। माया जालमा फसेर छैन। हाम्रो 7 दिनको आयो, हाम्रो जीवन त्यसै खेर नफालौँ। प्रभुको यो जीवन हो, सम्पूर्ण प्रभुको जीवन जस्तो छ हाम्रो त्यस्तै छ। प्रभुमा जति शक्ति छ त्यति शक्ति हामीहरूमा पनि छ। र प्रभुलाई चिन्ने कोसिस गर्नुपर्ने रहेछ। शास्त्र पढेर मात्रै हुँदैन। शास्त्रले के बताएको छ भने, नाना शास्त्र पठेन लोके नाना दैवता पूजनम आत्मा ज्ञान बिना पार्थ सर्वकर्म निरर्थकम भनिएको छ। आत्माको ज्ञान छैन भने सर्वकर्म निरर्थकम। आत्माको ज्ञान भनेको के हो भने आत्माले जप्ने, हामी मुखले जप्ने काम छैन। यो हाम्रो जिब्रो खरानी भएर जान्छ, हाम्रो मुख खरानी भएर जान्छ, हाम्रो सारा शरीर हाम्रो खरानी भएर जान्छ। अन्त त श्वास, त्यही श्वासभित्र छुपेको नाम श्रीरामको नाम छ। त्यो नामलाई जान्ने हामी प्रयास गरौँ। त्यही नाम हो गर्भमा जपेको। त्यही श्वासैले जपेको हुन त्यहाँ कसले सिकायो प्रभुको नाम जप? त्यसले त्यही नाम अन्दाज गरेर हेर्नुपर्छ। त्यो बालकाहरू मुस्कुराएर हाँस्छन्, एक धुन सुन्छन्, के देखेर हाँस्छन् र अमृतपान गर्छन् ती बच्चाहरू। र हो त्यो ज्ञान अहिले संसारमा छ। पहिले विष्णुले सूर्यलाई दिनुभएको थियो। सूर्यको वातावरण हेरौँ, न कसैलाई घिन छ, न कसैलाई केही छ, तेरो न मेरो केही पनि छैन। उहाँलाई भेदभाव केही छैन।
राम्रोलाई पनि घामै छन्, नराम्रोमा पनि घामै छन्। जतासुकै उनको एक बराबर घाम छन्। पानी गङ्गाले ज्ञान लिएका छिन्, गङ्गाको भेदभाव छैन, अग्निको भेदभाव छैन, चन्द्रमाको भेदभाव छैन। र यो भेदभाव हामीहरूले यो हृदयबाट त्याग्नुपर्छ। कोही पनि होस्, श्वास मेरो श्वास त्यसको पनि श्वास, मेरो जीवन त्यसको पनि जीवन, मेरो प्राण त्यसको पनि प्राण भनेर जब सोचिन्छ नि तब हुन्छ आत्माको ज्ञान। आत्माको ज्ञान नभए त्यो सोच्न बाध्यता परिँदैन। आत्माको ज्ञान भयो भने मात्रै सोच्न सकिन्छ, किन विश्वास हुँदैन। त्यही कारणले भनेको छ, नाना शास्त्र पठेन लोके नाना दैवत पूजनम, आत्मज्ञान बिना पार्थ सर्व कर्म निरर्थकम। कुनै कर्म पनि निरर्थक बताएको छ भने हामीहरू किन व्यर्थमा मायामा भुलिने? नभुलौँ है दुई दिन मायामा, जवै गुरु हंसको छायामा। एक दिन त यहाँबाट हुनुपर्छ बिदा, उनको ही साथ दिने, उनको ही साथ लिने, यहाँबाट जाँदा एमालोक जाँदा। आजलाई भिडियो मेरो यति नै हो। कस्तो के लाग्यो, भुल त्रुटि भए क्षमा प्राप्ति छु। मैले जति जे जानेको मेरो विचारको कुरो चाहिँ मैले दर्शाएको हो। तपाईँहरूलाई राम्रो लाग्यो भने कमेन्टमा 2-4 शब्द लेखिदिनु होला र भिडियोलाई सेयर गरिदिनु होला। राम्रो लागेन भने तपाईँले यसै भिडियो नहेरे पनि हुन्छ। र यो सही कुरा हो होइन तपाईँले कमेन्टमा बताइदिनुहोस्। मेरो मनको विचार है यो चाहिँ। हरिओम तत्सत नारायण।